हेलो साथीहरु, फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म भोगाटा टिप्न आइसकेको छु साथीहरु। अनि यस्तो छ है साथीहरु भोगाटे। साथीहरु म चाहिँ यहाँ भोगाटे टिप्नलाई यहाँ तन्ना यहाँ डोकोमा फिजाउँदै छु। यो फिजाएन भने फेरि बिछाउँदै छु। यो बिछाएन भने फेरि उसो गेडा जामा झर्छ नि त। पाकेपछि बुर्र झर्छ। अनि यसरी टिप्दै लाउनुपर्छ साथीहरु। यसरी कतिजनालाई थाहा छ हैन, तर कतिलाई थाहा छैन। यसको चाहिँ थाहा हुने जतिलाई ठिकै छ, सबैलाई थाहा छ। थाहा नहुने जतिलाई चाहिँ यसरी टिप्नुपर्छ। यसको रक्सी हुन्छ साथीहरु। अनि यसलाई चाहिँ यसरी टिपेर यस्तो माड्ने है। अनि माडेपछि यस्तो झर्छ क्या बुरुरु। यसो गेडा केलाएर मर्चा मोलेर ड्रममा जम्मा गरेर 15-22 दिनमा पार्नुपर्छ साथीहरु। एकदम मिठो हुन्छ रक्सी। यसको दबाई हुन्छ कि हैचाको नि दबाई अरे नि त। पखाला लागेको, कुखुरालाई देसानले भेटेको यसको दबाई। यसको के रे यो अन्नकोसँग नमिसाई यसको मात्रै रक्सी दिनुपर्छ साथीहरु। दबाई हुन्छ, कुखुरालाई निको हुन्छ अरे। अरूदेखि हुन्छ मान्छेलाई पनि दबाई पखाला चलेको बेला यसको खायो, रक्सी खायो भने निको हुन्छ साथीहरु। यहाँ चाहिँ टन्न फालेको छ नि त। यतिको मजाले फल्छ साथीहरु। भोगटे भन्छ यसलाई। फेरि यसको रक्सी त महँगो छ नि त नि। हाम्रो गाउँमा त 300 रुपियाँ बोतलै छ हैन। अझै हाम्रो गाउँदेखि पारि त 400 रुपियाँ रे रक्सी। हाम्रोमा चाहिँ 300 मात्रै छ साथीहरु अहिलेसम्म चाहिँ। अब तर दुःख कति हुन्छ साथीहरु। यस्तै टिप्नुपर्छ एक्लै, साथीहरु छैन। अनि भोगटे चाहिँ यस्तो थुप्रो छ टिप्ने त। कस्तो झ्याउ लाग्दो साथीहरु। अनि साथीहरु अब चाहिँ बल्ल सक्यो। गलो पनि डोकोमा यति छ डोकोमा। यति झोला यस्तो भयो सबै रुसिदियो साथीहरु। गाह्रो भयो। बारी अब बोकेर लानु पर्ने साथीहरु। एक्लै यत्रो टिपे नि त मैले साथीहरु। गल्यो अब चाहिँ साथीहरु मेरो भिडियो पनि धेरै लामो हुन्छ। यही अन्त्य गर्दै भोलि या पर्सि अर्को भिडियोमा भेट्ने बाचाका साथ तपाईहरु सामु ओजेल पर्न चाहन्छु। बाई।